यो भिडियो चाहिँ तपाईहरुले देख्दै गरेको भिडियो हो उपर मुस्ताङको है। उपर मुस्ताङमा चाहिँ के छ भन्दाखेरि त्यहाँको चलन जब मान्छे मर्छ नि अनि मान्छे मरेपछि उसको खाम हेर्नुहुन्छ हैन। लामा गुरुहरुले अब त्यहाँको के रे शेर्पा गुरुहरुले जसले उहाँको त्यो लासलाई अन्त्येष्टि गर्नुहुन्छ नि उहाँहरुले उहाँको खाम हेर्नुहुन्छ। त्यो खाममा चाहिँ के छ उहाँलाई के रे जलाउने खाम छ अथवा बगाउने खाम छ अथवा उसको शरीरको मासुहरु काटेर गिद्दालाई दिने खाम छ कि के छ त्यो खाम हेरेर मात्रै यसरी त्यो गिद्दालाई खुलाउने चलन छ। ताकि जो पाए त्यसैलाई मृत्यु भइसकेपछि गिद्दालाई खुलाउने चलन छ भन्नु चाहिँ गलत हो। मैले चाहिँ सामाजिक सञ्जालमा देखे हैन भेटे अनि कोहीले चाहिँ भिडियो बनाउनु भएको रहेछ। तर उहाँहरुले के भन्नु भएको छ भने उपर मुस्ताङमा अहिले पनि मान्छे बितिसकेपछि मान्छेको शरीर काटेर गिद्दालाई खुलाउने चलन छ भनेर भनेको छ। छरालाई छ हैन तर नभएको हैन छ तर उसको खाम हेर्छ। त्यो मरिसकेपछि उसको खाम हेर्छ। हामी बुद्धिस्टहरुको चाहिँ धेरै प्रकारको खामहरु हुन्छ। कोहीको शिव खाम मे खाम अनि के खाम भन्छ हैन। हो त्यस्तै खामहरु हेरिसकेपछि यदि उहाँको खाममा उसको शरीर गिद्दालाई दिएर सकाउने छ भने गिद्दालाई नै दिन्छ हैन। यसरी काटेर होइन भने उसको लासलाई जलाउने खाम छ भने जलाइन्छ। त्यो खाम हेरेर मात्र यो गरिन्छ है। ताकि जो पाए त्यसैको शरीर यसरी गिद्दाले काटेर दिदैन। यो कुरा चाहिँ बुझ्नु होला है तपाईहरुले।